हेलो सबजना, वेलकम अनि नमस्ते। फेरि पनि म अर्को भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामी बेलकाठमा गएको टप्पूमा पिकनिक खान आएको छौँ। धेरैजना छौँ, हेर्न सक्नुहुन्छ। एकदमै राम्रो ठाउँ छ। यो चाहिँ कोसीको छेउमा पर्छ। यहाँ माथि चाहिँ बोक्ताङ डाँडा छ। यहाँदेखि चाहिँ प्याराग्लाइडिङ हुने ठाउँ हो। अनि ल्यान्डिङ स्पोट चाहिँ पहिले यहाँ थियो, अहिले चाहिँ यता पर सार्नु भएको छ। हेर्न सक्नुहुन्छ, एकदमै राम्रो सिन छ यहाँ चाहिँ। हजुर पनि पिकनिक खानको लागि ठाउँहरू हेर्दै हुनुहुन्छ, तर थाहा छैन कहाँ जाउँ भनेर थाहा छैन भने यो पनि बेस्ट अप्सन जस्तो लाग्छ मलाई चाहिँ। यहाँ पनि एकदमै राम्रो छ। कोसी छ यहाँ तल चाहिँ। यहाँको भ्यूहरू एकदम राम्रो छ। हजुरहरू पनि घुम्नको लागि या त पिकनिक खानको लागि, माइन्ड फ्रेस बनाउनको लागि यहाँ आउन सक्नुहुन्छ। हजुरहरू पनि, हजुरलाई यो ठाउँ कस्तो लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु होला। हेर्न सक्नुहुन्छ, एकदम शान्त छ। साथीहरू पिकनिक खान आएको, हामी चाहिँ धेरैजना छौँ। हामी चाहिँ यहाँनिर रमाइलो गर्दैछौँ। एकदम रमाइलो भइरहेको छ। हेर्नुहोस् न, ठाउँ पनि यति रमाइलो छ कि शान्त वातावरण छ। हेर्न सक्नुहुन्छ। हाम्रो साथीहरू चाहिँ माथि हुनुहुन्छ। हामी चाहिँ यहाँनिर टिकटक बनाउनु हुने, फोटो खिच्नु हुने यता हुनुहुन्छ। म चाहिँ यहाँ छु। एकदम रमाइलो भइरहेको छ साथीहरू। हजुर पनि पिकनिक खान आउनुहुन्छ भने यो ठाउँ चाहिँ टप्पू 7 बेलकाठमा पर्न गएको छ। हजुरहरू नै आउन सक्नुहुन्छ। एकदम रमाइलो भइरहेको छ। सबैजना रमाइलो गर्दै हुनुहुन्छ। एकदम रमाइलो छ। यो चाहिँ सप्तकोशी हो। आजको भिडियो कस्तो लाग्यो, मन पर्यो भने शेयर, सब्सक्राइब र कमेन्ट गर्न नभुल्नु होला। ओके, सी यू अगेन, बाई बाई।